गाइस यो भाटपाटिनीमा छ नि काला जादु नै गरेको छ जस्तो छ। एउटा सामान चाहियो भनेर लिन जान्छु अनि त्यहाँ पुगेपछि मलाई यो पनि चाहिन्छ त्यो पनि चाहिन्छ भनेर कार्टमा हाले गर्न मन लाग्छ। अब मलाई यो पिरियड प्यान्टी चाहिरहेको थियो, एकदम कम्फर्टेबल हुने रहेछ अनि त्यहाँ मात्रै पाउँछ भनेर लिन गएको है। त्यसपछि यो पनि चाहिए जस्तो हुन्छ है। अनि अलिकति अगाडि गयो स्याम्पू सेक्सन रहेछ, यसो हेर्दै थिएँ के रहेछ त भनेर ए मलाई त स्याम्पू पनि चाहिरहेको छ, सकिन लागेको छ भनेर हाल्न मन लागिहाल्यो, हालिहालेँ। अनि अब अलिकति अगाडि गयो पर्फ्युम सेक्सन, ओहो पर्फ्युम पनि हेरिदिउँ न त भनेको याद आयो यार मलाई त यो भ्यानिला ट्विस्ट एकदम मनपर्छ वाटर गर्लको, यो त चाहिन्छ मलाई, स्टकमा राखिराख्नुपर्छ भनेर यो पनि हालिहालेँ। अनि चाउचाउको पनि नयाँ नयाँ आएछ त चाउचाउ भनेर हेर्दै थिएँ, यसरी चाउचाउ हेर्दै थिएँ। ल अब के गर्ने के खाने भन्दा भन्दै बुल्दा हातमा आइहाल्यो है। अब फेरि एउटा फ्लेभरले पुग्दैन, 2टा फ्लेभर चाहियो अनि सिमरामेन पनि चाहियो। के भएको के यो मन, त्यहाँ पुगेपछि यो पनि चाहियो त्यो पनि चाहियो, अब ग्रिन टी पनि चाहियो हुँदा अनि ग्रिन टी पनि हालिहालेँ। अनि अलिकति अगाडि गएको चिप्स देखेँ, मन थाम्नै सकिनँ। यो त खानै पर्छ, यो त मिठो हुन्छ, ओहो मसालेदार रहेछ जस्तो फिल भयो, हालिहालेँ। अनि यसो अगाडि गएको ल बटर पनि चाहिरहेछ भनेर याद आयो, ल अब चाहिँ चुपचाप बटर हाल्छु त्यसपछि चेकआउट गर्छु भने गएको, ल एउटा मेन सामान त छुट्टिहाल्यो भनेर फर्केँ। त्यो सामान चाहिँ के थियो भन्दाखेरि यो फ्रोजन ग्रिन पिस के, यो चाहिँ एकदम सजिलो, छोडाउन पनि नपर्ने। अनि यो चाहिँ हत्त नपत्त लिएर म अब चेकआउट गर्न गइहालेँ। अनि चेकआउट गरिसकेपछि चाहिँ आइसक्रिम खान मन लाग्यो अनि आइसक्रिम खाएँ। मलाई मात्र हो कि तपाईँहरूलाई पनि भाटपाटिनी गएपछि त्यस्तो हुन्छ? कमेन्ट गर्नुहोस् है।